सन्चै हुनुहुन्छ होला नि एकदम हामी पनि सन्चै आरामै छौँ। हेलो गाइज भन। न्यू डे न्यू ब्लग हामी फेरि पनि आइसक्यौँ। मान्छे देख्छ हामी आमा छोराले ब्लग स्टार्ट गरेछौँ। अब अहिले चाहिँ 9:15 हुन लाग्यो। अब चाहिँ स्कुल जानुपर्ने हुन्छ। हामी त स्कुल जानुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ मेरो छोराले। हेर पछि टाइपिङ देखाइ आउँ त। हामी चाहिँ अब स्कुलतर्फ लाग्न पर्ने हुन्छ। अन्त कोल्लु यहाँ राख है। अलि त जाऊ। के भन्छौ होला भन। तिमी कहाँ जानु लाग्यो? What is your name? What is your father's name? Father's name is. What is your mother name? My mother name is. What is your school name? New Lumbini English Boarding School. How old are you? तिमी कति वर्षको भयो? I am 4 years old. मेरो छोराले जति भोकाइ पनि आउँदैन। भनेको भनाइ गर्नुपर्छ। एनी टाइमले बल्ल मात्रै एफर्ट्स लाइक गर्छ। त्यस्तो जान्छ त्यसपछि एकछिनमा फेरि बिग्छ। सोधेपछि फेरि भन्न आउँदैन। त्यस्तै छ। अब अहिलेलाई चाहिँ हामी स्कुलतर्फ लाग्न पर्ने हुन्छ। एकछिनमा भेटौँला। साथीहरू हामी चाहिँ अहिले छोरीलाई स्कुल पठाएर अब हामी चाहिँ घुम्न जान लागेको छ। हामी चाहिँ छुट्टिएर जान लागेको। यता हुनुहुन्छ हाम्रो दिदी। हिँड्न पनि मन लाग्ने यस्तो घाम पनि लाग्ने तर यस्तो गर्मी भइरहेको छ। ओइ यस्तो भन्नु कि यो सब्जीको नाम के हो? आफ्नै करेसाबारीमा फलाउन सफल भएको। देख्न सक्नुहुन्छ मौसम लौका तर कसको थाहा नि आफै फलाएको भनौँ। मैले त धान यस्तो दिनु होला नि। आजको मौसम देख्न सक्नुहुन्छ। पानी पर्न साथ मौसम खुलेर यस्तो राम्रो देखियो हगे आज चाहिँ देखेछ। अब हामी कहाँ जाँदैछौँ मैले त्यही गएपछि हजुरले देख्न सक्नुहुन्छ। गाइजहरू म चाहिँ देख्न सक्नुहुन्छ चोकतिर गएको कारणले हो मेरो हेयर स्टाइल। तर सोचेर चाहिँ भएन कलर गर्न गएको थियो। चाहिँ रेड हाल्न खोज्यो तर अलिकति रेड पनि भएन मेरो कपालमा। हेर्नु के गर्ने गाह्रो छ। यता मेरो बेहुरा देखेर यतातिर मेरो सिस्टर मलाई देखेर हाँसिराख्नु भएको छ। रुम किन्न देखेर अब के भन्ने। अब यति हेर्नु आफूलाई मन लागेको कुरा पनि गर्न पाइन्न। गर्न पाइन्छ तर गर्न पनि गरे जस्तो पनि हुन्न कि भएन। त्यही भएर अब के गर्ने केही नगर्ने। अब हामी चाहिँ स्कुल लिन जाँदैछौँ बाबुलाई नानीलाई आमा छोरा। हामी चाहिँ दिदी बहिनी भएर छोराछोरी लिन जाँदैछौँ। अब चाहिँ एकछिन भेटौँ। अब स्कुल आउने बेला भयो। हामी चाहिँ सामान किन्न आएको छौँ। नास्ताहरू पनि दिनुपर्छ बाबुलाई। उयो सेमै होइन?
मम्मीले लिएर आइसक्यो स्कुलबाट। केही यहाँ र कस्तो भयो पुरै पसिना आज चाहिँ स्कुलमा के प्रोग्राम थियो। अब सोद्धा केही नि भन्दैन मेरो अल्डेनको छोराले केही नि थाहा नानीलाई। अब घर गएर हेर्छु यहाँ के को सर्टिफिकेट पाएको। खै बहिनी खै हो बहिनीको लागि त्यस्तो छ। बहिनीमा गनगनाउँदै रुँदै आउनुभएको छ बहिनी चाहिँ यताबाट। हो के को पैसा जितेको यहाँ हेर्दा खै यहाँ हेर भन त के देखाउनु भनेको के को पैसा हो यता देख्न सक्नुहुन्छ त रुन्चीलाई। यस्तो घरमा रुँदै पसिना पुस्दै आउनु भएको छ। अब चाहिँ घरतिर जानुपर्ने हुन्छ। नास्ता बनाइदिन पर्ने हुन्छ। देख्न सक्नुहुन्छ चाउमिन बनाउन लागेको छु। यहाँ पानी बसाएको सबै पानी दिएको छु। चाहिँ बन्दा अनि चाउमिन लिएर आएको। अब चाहिँ पकाउन पर्ने हुन्छ। थोरै तेल पनि हामीले गर्छौँ यसमा। मेरो चाउमिन चलाउने पनि देख्न सक्नुहुन्छ। अब चाहिँ यो रेडी हुँदै गर्छ। म चाहिँ लुगा धुनु छ रातको ड्रेसहरू धुन पर्यो। अब साथीहरू बन्दा सिमला मिर्च प्याज मैले गाइजहरू म चाहिँ अब यस्तोबाट आएर नास्ता बनाइसकेको छु। अहिले चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले मेरो नास्ता चाहिँ आजको मलाई चाहिँ अब योभन्दा राम्रो चाहिँ बन्न आउँदैन होममेड नै यस्तो भएको छ। अब चाहिँ हाम्रो खाना पर्ने हुन्छ। अब धेरै बेर भइसक्यो। आज चाहिँ म चाउमिनहरू अब उसिनेर राखेको थिएन। अब अलिकति तसमा लिएर आएको थिएँ त्यतातिरबाट। त्यही भएर चाहिँ अब चाउमिन उसिनेर यताउतिबाट चाहिँ ढिलो भयो। अब चाहिँ खानु पर्ने हुन्छ। अब अहिलेको लागि चाहिँ यति नै होला जस्तो छ आजको लागि। अब नेक्स्ट भिडियोमा भेट्यौँ। बाई बाई एभ्रिवान।